फाइनली गाइज हामीहरू घरबाट रेडी नै भइसक्यौँ। प्लस हामीहरू अब बाहिर निस्केर गाडीमा बसिसकेका छौँ। त्यसपछि गाडी स्टार्ट गर्दैछन्। हाइवेमा पुगिसक्यौँ। हाइवेबाट दादाको रुममा जाँदैछौँ र रुममा गइसकेपछि अब रुममा पुग्ने अवस्था छ। अब मौसम चाहिँ एकदम खराब छ। मौसम वर्षा यामको थियो। दसैँको तयारी गर्नको लागि, दसैँको बोका खोज्नको लागि हामी चाहिँ हिँडिसकेका थियौँ। अब चाहिँ बोकाको खोज तलासीका लागि चाहिँ हामीहरू हिँडिसकेका छौँ। अब दाजुको रुममा गएर केही पैसा लगेर त्यसपछि चाहिँ हामी बोका लिनको लागि जानेछौँ। अब चाहिँ हामीहरूको यो हो दाजुको रुम आसपासको भ्यू हो। हामी रुममा पुगिसक्यौँ फाइनली। हाम्रा काका हुनुहुन्छ, यता दाजु ढोक दिइरहेछन्। अब यता उहाँ भाउजू हुनुहुन्छ, भित्रबाट रिसाइरहेछन् होइन। यस्तै रिसाएको कुरै छाडिदियो। अब त्यो यसमा भनेर कोही फाइदै छैन। यता चाहिँ हामीहरू दाजु हुनुहुन्छ, उता कुर्सी निकालेर बस्छ भन्दैछन्। हामीहरूको पुरा टिम हामी जाने तयारीमा छौँ। त्यसपछि जानको लागि हामी रेडी भइसक्यौँ। अब कता जाने भन्ने सल्लाह भइरहेछ र अब चाहिँ सल्लाह अनुसार नै हामीहरूलाई एक ठाउँबाट फोन आइसकेपछि हामी त्यहाँ नै डाइरेक्ट गएर फाइनली हामी एक घन्टाको रास्तामा गइरहेछौँ र हामीलाई उताबाट फोन आइसकेपछि लोकेसन पठाइसकेपछि हामी त्यो लोकेसन ट्र्याक गरेर लोकेसन हुँदै हामी धाइडी ब्रिज हो साथीहरू। यो चाहिँ अब धाइडी ब्रिजबाट सिधै अगाडि गयो भने चाहिँ यता आउँछ हाम्रो नान्देड सिटी। त्यसपछि अब नान्देड सिटी आउँदैछ। ब्रिज कटिसक्यो। मौसम चाहिँ खराब भएको छ। हामी चाहिँ नान्देड फाटा पुगिसकेका छौँ। यो चाहिँ खडकवासला हो। खडकवासला पुगिसकेपछि चाहिँ हामीहरू भिडियो चाहिँ धेरै फास्ट बनाएका छौँ है। नत्र भने धेरै लामो हुन्छ भिडियो चाहिँ। हामी फाइनली खडकवासला क्रस गरेर अगाडि गइसकेका छौँ। यता हाम्रा काकाजी पनि भिडियो बनाउँदैछन्। राम्रो भ्यू छ, पहाड एरिया छ। अनि मौसम चाहिँ पानी पर्छ कि भन्ने भइरहेछ, तर चाहिँ साथ चाहिँ दिइरहेछ। हिजो रातिदेखि पानी परिरहेको थियो, अब अहिलेसम्म पर्दैछ हल्का हल्का फिसफिस। त्यसपछि चाहिँ हामी फाइनली आइसक्यो। अब चाहिँ बाख्राको नजिक आइसकेका छौँ। त्यहाँ पानी लगेर पानी खाइसक्यौँ। त्यसपछि हिँडिहाल्यौँ। अब चाहिँ हामी लोकेसनको नजिक छौँ। धेरै राम्रो भ्यू थियो, धेरै राम्रो सिन छ यतातिर। पहाड एरिया घुम्न लायकको धेरै राम्रो रहेछ। हामी फर्स्टमा चाहिँ हामी पठाएको लोकेसनमा नगएर बिच बाटोमा नै हामीले देखिसकेका छौँ एउटा बाख्राको ठाउँ र त्यस बाख्राको ठाउँमा हामी जाँदैछौँ। पहिला हामी त्यस बाख्राबाट नै स्टार्ट गर्नेछौँ। त्यहाँ बोका छ त भन्छन्, के छ त्यताको भनेर हामी त्यो बाख्राको वहाँ गइरहेछौँ। फाइनली हामी त्यो बाख्रा ठाउँ पुगिसक्यौँ र उता हेर्दैछौँ। फोन गरिसकेपछि साथीहरू सब उसले गेट बन्द रहेछ, त्यसलाई फोन गरिसकेपछि अब बाख्रावाला आउँदैछ अरे। त्यसपछि हामी चाहिँ भिडियोमा बिजी छौँ, भिडियो बनाउँदैछौँ। उताबाट बाख्रा आइसक्यो। अब त्यस ठाउँ चाहिँ कतिवटा रहेछन् बोका के रहेछ चाहिँ हामी हेर्छौँ। गेट खोल्दैछन् बाख्रावाला दाइले। ल
बाख्रा त यस्तो पो रहेछ। बाख्रा चाहिँ बोका चाहिँ यो सेतोवाला रहेछ। हाम्रो काका ल्याउन गइरहेको थियो, तर मालक आफै ल्याउने भएकाले हामीले चाहिँ यता बार्गेनिङ हुँदैछ। यो चाहिँ बोकाको रेट कमसेकम 18 भनिदियो, तर हामीलाई चित्त बुझिएन। बोका थियो सानो। हामीले त्यही भएर उता अर्को लोकेसनमा गयौँ। अर्को लोकेसनवालाले हामीलाई पठाइसकेको थियो। अर्को लोकेसनमा पठाइसकेका छौँ। त्यसपछि हामी सिधा गइसक्यौँ लोकेसनबाट। अब चाहिँ बहुत राम्रो भ्यू छ। यता चाहिँ धेरै बाख्राको बगाल छ। अब तपाईहरुलाई देखाउने छु। नजिकै छ। बाटो चाहिँ एक नम्बर खतम। गाउँ भन्दा पनि यो एकदम आयो। वाउ, बाख्राको पहुँच चाहिँ यस्तो छ कि अब त्यहाँको बाख्राको कुरै नगरौँ। बाख्रा चाहिँ यति छ। बोका चाहिँ कमसेकम 10,000बाट स्टार्ट रहेछ। 10,000बाट स्टार्ट भएर 50,000सम्म किम्मत भन्नुभयो दाइले चाहिँ। अब हामी चाहिँ बोका ल्याउनुको लागि उता बोका हेर्ने भाइलाई यो बोका कालो बोका हेरौँ भनेको त कालो बोकाको किम्मत 45,000 भनिसकेपछि हामी चाहिँ नलग्ने निर्णय गर्यौं। यसको किम्मत चाहिँ 45। धेरै गनाउने बोका रहेछ। दाइले भन्छ गनाउँछ, यो बोका नलगाउँ। त्यही भएर हामीले भन्यौं 45,000 पनि धेरै हो, बोका लग्नु भएन। हामी चाहिँ अब सानो बोकातिर लाग्छौं। त्यो टिममा नै छ सानो बोका पनि। त्यसभन्दा हल्का सानो छ। 22,000 भनिरहेछ बोकावालाले। यो नै हो, यो बोका हो, कान लामोवाला सेतोवाला। त्यसलाई नै हामीले टार्गेट गरेर त्यसलाई नै ल्याउने भनेका छौं। बोकाको चाहिँ अब बार्गेनिङ भइरहेछ। हामीले चाहिँ 19,000 दिन्छु भन्ने तयारी छ। मालकले चाहिँ 20 भन्दा तल हुँदैन भनिरहेछन्। त्यसपछि बल्ल तल्ल गरेर 19.5 मा बार्गेनिङ भइसक्यो। अब चाहिँ हामी यो बोकालाई छोडेर अर्को बोका लग्ने लागि हामीहरूले फोटो खिच्यौँ। त्यसपछि अब चाहिँ हेर्नुहोस्, यहाँ बोका चाहिँ तमाम छन्। यो पनि बोकै नै हो। बोकाको किम्मत चाहिँ धेरै भनिरहेछ नै बोकावालाले। यहाँ हुनेवाला त हेर्ने दाइ हुन् अरे, यो चाहिँ हेर्नेवाला दाइ हुन् होइन। अब हामी चाहिँ उहाँको मालक हुने ठाउँ जानेछौँ। धेरै राम्रो हँसालु छन् है दाइ चाहिँ। बोका पनि धेरै राम्रो छन्। बोका चाहिँ 1 नम्बर मिजार रहेछन्। बोका चाहिँ 1 नम्बर छन्। अब चाहिँ यो बोका हामीलाई पसन्द भएन। ल्याएर आउनुभयो तर पसन्द भएन। बोका चाहिँ सानो थियो, सस्तो पनि थियो। हामीले चाहिँ पसन्द गरेनौँ। थोडा दुब्लो थियो। त्यो बोकालाई हामीले पसन्द नगर्यौँ। यता बोका उता जो सिङबेडेको बोका थियो त्यो नै हाम्रो पसन्दमा थियो। त्यही बोकालाई नै हामीले लग्ने भनेर निको गरिसक्यौँ। अब चाहिँ यो बोकाको दिन भइसकेको छ। अब चाहिँ यस बोकाको किम्मत छ 22,000। हामीले चाहिँ 19,500 दिने र 500 भाडा दिने भनेर 20,000 मा दिन भइसकेको छ। अब यसको चाहिँ हामी जानेछौँ उहाँको घरमा र 5,000 एडभान्स दिएर नै आउनेवाला छौँ। फाइन तपाईहरुले हेर्नु होला, साथ दिनु होला, सपोर्ट गर्नु होला। म पनि फर्स्ट युट्युब भइसक्यो, पहिलोचोटि युट्युबमा भिडियो हाल्दै छु हैन। दाइले बोका उठाउँदैछ तर उठाइसक्यो कि नै भनेको, तर उठाइसकेको थियो। बोका हेर्नुहोस्, दाइको तागत भन्दैछ 60 किलो भन्दा माथि छ बोका भनेर। हुन सक्छन् यी 3वटा बोके हुन्। 3वटा बोकेमा एउटा बोके हामीले लग्यौँ।
अनि त्यसपछि चाहिँ फाइनली अरे यार के गर्यो यार यसले अरे दाइलाई चाहिँ पोज दिँदैछ पोज चाहिँ भारी छ यता हाम्रो सुनिल दाइले पनि पोज लिइसकेको छ लडाकु रहेछ बोका चाहिँ हामीले पसलको बोका चाहिँ लडाकु रहेछ त्यसपछि अब हामी आज यसपछि चाहिँ कहाँ जानेछौँ भनेपछि है हामी भन्दैछौँ हामी अब मालकको वहाँ जानको लागि तयारी गर्दैछौँ हामी बोका हेरेर मालकको वहाँ अडमास दिन छोड्ने अडमास छोडेर त्यसपछि हामी घर जाँदाखेरि खडकवासला ड्यामलाई हेरेर एकचोटि जाने भन्ने निर्णय भइसकेको छ हाम्रो फाइनली धेरै छिटो बोका मिल्यो हामी धेरै घुम्नु परेन धेरै दौडधुप गर्नु परेन सिधै बोका ठाउँ आयो सिधै हामीलाई मिलिहाल्यो र हाम्रो धेरै मेहनत पनि लागेन त्यसबाट अब हामीहरूको सल्लाह भइरहेछ फाइनल अब यसबाट हामी हिँडिहाल्यौँ मालकको रुमतिर अब मालकको रुमतिर गइसकेपछि चाहिँ त्यहाँ के हुन्छ तपाईँलाई हामी देखाउनेवाला छौँ फिक्स हो हेर्नुहोला तपाईँ लास्टसम्म बाटो चाहिँ धेरै टाढा छ है साथीहरू धेरै टाढा छ तर सिन चाहिँ भ्यू चाहिँ धेरै राम्रो एरिया छ अब दाइ किन हाँसिरहेछ भनेको त लास्ट हो काका यतातिर दाइ आज चाहिँ मैले गाडी ल्याएन किनभनेपछि मैले भिडियो बनाउनु पर्ने थियो मैले गाडी चलाएपछि भिडियो केटाहरू बनाउनन् भनेर मैले आज गाडी घरमै छोडेर दाइको गाडीमा बस्छु म भनेर 3वटा गाडीमा भएर म त्यसरी नै गाडीमा आएको फाइनली हामी यहाँ पुग्यौँ अब चाहिँ नास्ता गर्ने तयारीमा छौँ नास्ता गर्ने तयारीमा छौँ अब हामी चाहिँ के खाने भनेर भित्र घुसिसकेपछि हामी अब टेबलमा बसिसकेपछि यो टेबल भएन भनेर भित्र अर्को टेबलमा गयौँ त्यसपछि फाइनली हामी 5 जना एउटा टेबलमा बसिसकेपछि हामीले सुप अर्डर गऱ्यौँ सुप खाइसकेपछि चाइनिज अर्डर गरेर दनादन खाएर हामी त्यसबाट स्टार्ट भयौँ खडकवासला ड्याम हेरेर त्यसपछि चाहिँ हामी यता 1-2वटा फोटो हानेर त्यसपछि घरको बाटो हिँड्ने गरेका छौँ तर ड्याम चाहिँ खडकवासलाको धेरै राम्रो तरफ रहेछ यतातिर मस्त